सबैजनालाई। मेरो नाम मोहिसा लामा र आजको भ्लगमा चाहिँ मैले तपाईहरुको लागि स्विडेनमा पढ्ने कि नपढ्ने र पढ्ने हो भने के क्राइटेरिया छ र कसरी चाहिँ प्रोसेस अगाडि बढाउन सकिन्छ भन्ने बारेमा चाहिँ सानो भ्लग बनाउँछु। आई होप हजुरहरुलाई राम्रो लाग्छ। लेट्स गेट इन द पोइन्ट। सो स्विडेनमा किन पढ्ने? यदि तपाईको लो जीपीए छ अथवा तपाईको चाहिँ ग्याप धेरै छ, ले चाहिँ वर्ल्ड क्लास एजुकेसन लिन चाहनु भएको छ, जसको चाहिँ लो जीपीए छ तर आफ्नो एजुकेसनलाई अझै फरवर्ड लान मन लागिरहेको छ, अथवा जसको चाहिँ जीपीए भन्दा पनि ग्याप पर्सनल इश्यूजहरुले गर्दाखेरि चाहिँ स्टडीमा कन्टिन्यू गर्न नपाएर ग्यापहरु भएको कारणले चाहिँ फेदर अरु कन्ट्रीमा अप्लाई गर्न अथवा नेपालमै पढ्न मन नलागेर बाहिर पढ्न सोचिराख्नु भएको छ भने स्विडेन अभियसली तपाईको लागि एकदम राम्रो अप्सन हुन सक्छ। प्लिज डू रिसर्च। अब एज यु अल नो स्विडेनको चाहिँ एडमिसन ओपन भइसकेको छ, अक्टोबर 16 बाट ओपन भइसकेको छ। सो तपाईले पनि छिटोभन्दा छिटो चाहिँ आफ्नो चाहिँ स्टेप लिइहाल्नु पर्ने हुन्छ, किनभने स्विडेनमा चाहिँ व्हाट आई हैव लर्न कि तपाईले जति चाँडो अप्लाई गर्नुभयो त्यति चाँडो चाहिँ तपाईको भिजा रेट सक्सेस रेट चाहिँ हाई छ, यदि तपाईको डकुमेन्टहरु तपाईले जेन्युइनली राम्रोसँग बनाउनु भएको छ भने चाहिँ। ओके, सो स्विडेनमा पढ्न आउनको लागि रिक्वायरमेन्ट भनेको सिम्पली तपाईको अब मास्टर्स पढ्ने भने ब्याचलर सकिनु पर्यो र तपाईको लो जीपीए भए पनि केही फरक परेन। अब ब्याचलर्स को लागि हो भने प्लस 2 सकेको हुनु पर्यो र आइएल्स गरेको हुनु पर्यो अथवा पीटी गरेको हुनु पर्यो। इट डिपेन्ड्स अन युनिभर्सिटी, किनभने कुनै युनिभर्सिटीले चाहिँ एक्सेप्ट गर्दैन तपाईको पीटी। सो प्रायोरिटाइज चाहिँ यहाँ हाम्रो आइएल्सलाई नै छ। अर्को भनेको फाइनान्सियली चाहिँ तपाईले डिपोजिट देखाउन सक्नुपर्ने हुन्छ। अब तपाई कति वर्ष बस्ने हो इट डिपेन्ड्स हैन। अब 15 लाखदेखि तपाईको 35-40 लाखसम्म देखाउनु पर्ने हुन्छ। अब त्यो तपाई कति ड्युरेसनको लागि बस्ने हो र कतिजना, एकजनाको अब सिंगल आउनु हुन्छ कि विथ डिपेन्डेन्ट आउनु हुन्छ, त्यसमा डिपेन्ड हुन्छ। र तपाईको डिपोजिट अमाउन्ट चाहिँ कहिले देखाउने भन्दा भिजा लन्च गर्नुभन्दा एक दिन अगाडि देखाउँदा भयो। अनि पछि तपाईको कहिलेसम्म होल्ड गर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईको भिजाको डिसिजन नआएसम्म होल्ड गरेको राम्रो। कतिपयले चाहिँ गर्दैनन् हैन, तर मेरो सजेसन भनेको चाहिँ होल्ड गर्दा राम्रो। फेरि क्रस चेक भयो भने चाहिँ रिस्क हुन सक्छ, तर म्याक्सिममले चाहिँ अब खासै राख्दैन किनभने स्ट्रिक्ट नभएको कारण। बट आई सजेस्ट राख्नुस् तपाई चाहिँ। एप्लिकेसन प्रोसेस र कस्टिङको कुरा गर्नुपर्दाखेरि एप्लिकेसन कस्ट चाहिँ एकदम सस्तो छ यहाँको चाहिँ है, कम्पेयर टु अस्ट्रेलिया है। मैले चाहिँ योभन्दा अगाडि अस्ट्रेलिया गएको थिएँ, रिजेक्ट भएको थियो। सो त्यहाँ चाहिँ एकदमै पैसा मेरो गएको छ हैन। सो यहाँ चाहिँ एकदम सस्तो छ है। तपाईको लगभग 50,000 जतिमा चाहिँ तपाईको एप्लिकेसन फी र भिजा फी तपाईको कभर अप हुन्छ सिंगल हो भने। अब डबल हो भने चाहिँ स्लाइटली 15 देखि 20,000 चाहिँ तपाईको थपिन्छ, भिजा चार्ज चाहिँ थपिन्छ। अनि अरु भनेको चाहिँ खासै कस्टिङ छैन अरु एक्स्ट्रा, किनभने तपाईको डकुमेन्टमा हुन सक्छ हैन। कस्तो भने जब डकुमेन्ट तपाईले युनिभर्सिटीलाई पठाउनु पर्ने हुन्छ त्यो केसमा चाहिँ तपाईको कुरियरमा कस्ट लाग्न सक्छ। बट यदि युनिभर्सिटीले चाहिँ तपाईको चाहिँ डिजिटली नै तपाईको डकुमेन्ट लिदिनु भयो भने चाहिँ त्यो कस्टिङ पनि पर्दैन। अनि यहाँको लिभिङ कस्टको कुरा गर्नु पर्दाखेरि चाहिँ 1.5 लाख तपाईको रेन्ट प्लस खाना गरेर चाहिँ लाग्छ। अब तपाईले कतिको कम्प्रोमाइज गरेर बस्न सक्नुहुन्छ, कतिको कस्ट गर्नुहुन्छ, खर्च गर्नुहुन्छ, त्यसमा चाहिँ डिपेन्ड हुन्छ है। अनि यहाँको सबैभन्दा राम्रो कुरा भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँ चाहिँ स्टुडेन्टलाई कुनै पनि लिमिटेसन छैन वर्क परमिटमा। स्नेल सो यहाँको मलाई सबभन्दा महँगो लाग्ने कुरा भनेको एउटै मात्र छ, त्यो भनेको ट्युसन फी हो हैन। अब त्यो सायद नेपालमा पढेको भएर होला हैन। यहाँ 9 लाखदेखि 16 लाखसम्म तपाईको सेमिस्टर वाइज कस्ट लाग्छ हैन। अब त्यो पनि तपाईको अब सब्जेक्ट के छ र तपाई कुन युनिभर्सिटीमा आउनु भएको छ त्यसमा डिपेन्ड हुन्छ। जस एभरेजमा तपाईले बुझिराख्नुस् कि 9 देखि 16 लाख चाहिँ तपाईको पर सेमिस्टर पढ्न सक्छ भनेर चाहिँ तपाई तयारी भएरै बस्नु पर्ने हुन्छ है। ओभरअल तपाईको लिभिङ एक्सपेन्सेस चाहिँ मलाई के लाग्छ भने महँगो छ भन्छ, महँगो त छैन त भन्दिनँ, तर यहाँ यदि तपाईले अर्न गर्न सक्नुभयो भने तपाईको महँगाई चाहिँ
ठिकै हो, जति यहाँ प्राइस छ त्यो बेसिसमा हेर्ने भने त ठिकै नै हो। र स्विडेन चाहिँ तपाईँ यदि लङ टर्म बस्ने हो भने मात्र आउनु होला, सर्ट टर्म हो भने चाहिँ डेफिनेटली नआउनुहोस्। एज अ युरोप इन्ट्रीको पाथ मात्र बनाउने हो भने चाहिँ इट्स ओके, यो तपाईँ आउन सक्नुहुन्छ। अदरवाइज तपाईँ सर्ट टर्म बस्ने हो भने चाहिँ डेफिनेटली म रिकमेन्ड गर्दिनँ आउनु भनेर। लङ टर्म बस्ने हो भने राम्रो छ, तपाईँको जति पनि कस्ट ट्याक्सहरू चाहिँ यता महँगो छ होइन। सो ट्याक्सहरू चाहिँ जुन तपाईँले पे गर्नुहुन्छ त्यो भनेको तपाईँको इन्भेस्टमेन्ट हो है। सो एज अ इन्भेस्टमेन्ट नै काउन्ट गर्छु म चाहिँ होइन। सो इन्भेस्टमेन्ट हो। लङ टर्म बस्नुभयो भने चाहिँ धेरै राम्रो छ। तर सर्ट टर्म हो भने चाहिँ खासै धेरै राम्रो छैन। तपाईँको छिटो अर्निङ हुँदैन, यहाँ चाहिँ तपाईँको स्ट्रगल हुन्छ। एटलिस्ट पनि तपाईँले 1 वर्षको चाहिँ ट्युसन फी पे गरेर आउन सक्ने चाहिँ हुनुपर्छ। भनेको 2वटा सेमेस्टरको यो ट्युसन फी चाहिँ तपाईँले मजाले पे गरेर आएर यहाँ चाहिँ तपाईँ पेसेन्टका साथ तपाईँले काम गर्ने सोच्नु भएको छ भने मात्र हुन्छ ल। मलाई स्विडेनको सबैभन्दा राम्रो लाग्ने कुरा भनेको चाहिँ यिनीहरूले आफ्नो आफ्नो अपार्टमेन्ट आफ्नो आफ्नो घरमा चाहिँ आफ्नै कन्ट्रीको चाहिँ फ्ल्यागहरू यसरी राखेको हुन्छ, जुन चाहिँ हामी नेपालमा खासै राखिँदैन है। बाइक घरमा भए चाहिँ राखेको देखेको छु, तर घरमा चाहिँ मैले खासै देखेको छुइनँ होइन। सो यो चाहिँ एकदम राम्रो आइडिया हो है। सो नेपालमा पनि यसलाई गर्न सक्यो भने त आफ्नो घरमा एउटा फ्ल्याग राख्न सक्यो भने एकदम राम्रो देखिन्छ। ओभरअल मलाई चाहिँ स्विडेनको मान्छेहरू चाहिँ इन्ट्रोभर्ट हुन्छ भन्छ होइन। डेफिनेटली इन्ट्रोभर्ट सबैजना हुन्छ, म पनि थिएँ। उनीहरू पनि छन्, झन् कन्ट्री नै इन्ट्रोभर्ट खालको छ भने चाहिँ डेफिनेटली मान्छे त भइ नै हाल्छ। तर मैले चाहिँ अहिलेसम्म जतिजनासँग कुरा गरेको छु त्यो बेसिसमा हेर्ने हो भने चाहिँ एकदम राम्रो छ यार। मतलब उनीहरू बोल्दैन सुरुमा, तर बोलेपछि दे आर भेरी हेल्पफुल पर्सन है। मलाई चाहिँ अहिलेसम्म नराम्रो मान्छे चाहिँ परेकै छैन। अब स्विडेन जान त जाने प्रोसेस चाहिँ कहाँबाट गर्ने भन्नु होला होइन। सो कन्सल्टेन्सीहरू पनि छ होइन। आफै अप्लाई गऱ्यो भने बेस्ट, तपाईँले धेरै पैसा बचाउनुहुन्छ कन्सल्टेन्सीलाई दिनुभन्दा। तपाईँले एटलिस्ट 2 दिन रिसर्च गर्नुभयो भने तपाईँको लगभग 1.5-2 लाख बच्छ। प्रोसेस चाहिँ कसरी गर्ने भनेर सोचिराख्नु भयो होला। त्यसको लागि धेरैजना युट्युबर हुनुहुन्छ जो चाहिँ अलरेडी स्विडेनमा आइसक्नु भएको छ, अहिले स्विडेनमै हुनुहुन्छ। उहाँहरूले चाहिँ युट्युब भिडियोहरू बनाएको छ, जसमा त मलाई सबभन्दा राम्रो लाग्ने भनेको चाहिँ एउटा छ सञ्जय सापकोटा भनेर। तपाईँले सञ्जय सापकोटा स्विडेन भनेर सर्च गर्नुभयो भने उहाँको भिडियो चाहिँ अपियर भइहाल्छ होइन। उहाँले चाहिँ एउटा भिडियो बनाएको छ जुनमा चाहिँ टोटली प्रोसेसहरू के छ, पैसा कति तिर्नुपर्छ, कति कस्ट लाग्छ, अनि एडमिसन फी, भिजा फी, अनि ट्युसन फी, अनि लिभिङ कस्टको बारेमा आई डोन्ट थिङ्क यु हेभ मेन्सन। सो प्रोसेसहरू कुन साइडमा गएर गर्ने के गर्ने सबै बनाएको छ क्या त्यो भिडियोमा चाहिँ। एकचोटि जानु होला, हेर्नु होला होइन। सकेसम्म आफै अप्लाई गर्ने कोसिस गर्नु होला। त्यसो गऱ्यो भने चाहिँ तपाईँको पैसा धेरै नै बच्छ र अलिकति टाइम दियो भने आफै गर्न सकिन्छ क्या। नसकिने खालको चाहिँ छैन, त्यस्तो गाह्रो छैन एप्लिकेसन प्रोसेस है। पेसेन्स हुनुपर्छ होइन, द्याट्स इट। सक्नुहुन्छ मजाले, आफै गर्नुहोस् भन्छु म चाहिँ। सो उहाँको भिडियोमा चाहिँ आफै गर्नकै लागि अब कसरी गर्ने भनेर कन्फ्युज हुनेहरूकै लागि भनेर बनाएको छ क्या त्यो भिडियोमा चाहिँ। सो स्विडेन चाहिँ एक्लै आउने कि अब आफ्नो पार्टनर छ भने पार्टनरसँग आउने? डेफिनेटली पार्टनरसँग आउने। स्विडेन एक्लै आउँदाखेरि चाहिँ अलिकति गाह्रो पर्न सक्छ सर्ट टर्मको लागि आउँदै हुनुहुन्छ भने। हाम्रो लागि चाहिँ महँगो हुन्छ, महँगी भनौँ, किनभने हामी नेपालको करेन्सी यहाँको करेन्सी एक्सचेन्ज यताउति खर्च गर्दाखेरि चाहिँ हामीलाई धेरै महँगो लाग्छ क्या। सो डेफिनेटली पार्टनरसँग आउने। पार्टनरसँग आयो भने धेरै सजिलो हुन्छ। तर पार्टनरलाई चाहिँ एटलिस्ट तपाईँ यहाँ अप्लाई गर्नुभन्दा 1 वर्ष अगाडिदेखि ल्याङ्ग्वेज चाहिँ पढाउनु पऱ्यो। यहाँको ल्याङ्ग्वेज चाहिँ कम्पलसरी छ है। ल्याङ्ग्वेज बिना काम पाउन एकदमै गाह्रो छ, इभन तपाईँलाई पनि यदि तपाईँ स्टुडेन्ट हुनुहुन्छ भने। र तपाईँको डिपेन्डेन्टलाई चाहिँ तपाईँले कुनै न कुनै स्किल चाहिँ सिकाएरै लिएर आउनु होला। अदरवाइज यहाँ आएर सिक्न, यहाँ ल्याङ्ग्वेज फ्री छ, ल्याङ्ग्वेज पढ्न टाइम लाग्छ र त्यो कस्ट तपाईँले नेपालमै बरु 1 वर्ष ढिलाइ गरेर अप्लाई गर्नुभयो भने केही फरक पर्दैन। 1 वर्ष ढिलाइ गर्नुहोस्, ल्याङ्ग्वेज सिक्नुहोस्, स्किल सिक्नुहोस्, अनि बल्ल मात्र स्विडेन आउनु होला। यतिकै नेपाल चाहिँ यतिकै स्विडेन चाहिँ नआउनु होला है।
काम पाउन धेरै गाह्रो छ यहाँ। नो वर्किङ आवर लिमिट भने पनि तपाईँले काम पाउन चाहिँ एकदम गाह्रो छ। त्यही भएको कारणले चाहिँ ल्याङ्ग्वेज चाहिँ कम्पलसरी। यहाँको मान्छेले इङ्ग्लिस बोल्न त बोल्छ, बट उनीहरूले चाहिँ आफ्नै ल्याङ्ग्वेज चाहिँ प्रायोरिटाइज गर्छ। जसरी हाम्रो नेपालमा चाहिँ हामी आफ्नै नेपाली ल्याङ्ग्वेज धेरै बोल्छौँ, यहाँ चाहिँ यहाँको स्विडिस नै धेरै बोल्छ। र नेपालमा चाहिँ इन्टरनेसनल इम्प्लोइलाई धेरै प्रायोरिटाइज गर्छ, तर यहाँ चाहिँ इन्टरनेसनल होइन, आफ्नो नेसनल मान्छेलाई चाहिँ नै धेरै प्रायोरिटाइज गर्ने भएको भएर ल्याङ्ग्वेज इज कम्पलसरी है। सो यो सबै चाहिँ मेरो एक्सपिरियन्स मैले सेयर गरेँ हो, मलाई थाहा भएको कुरा सेयर गरेँ हो। सो यदि तपाईँलाई चाहिँ यो भिडियो एकदम हेल्पफुल भएको छ भने प्लिज डु लाइक होइन। यो चाहिँ मैले रिसेन्टली स्टार्ट गरेको, आफूलाई थाहा भएको कुरा सेयर गर्यो भने कन्सर्न अरू पर्सनलाई चाहिँ यही कुराको इन्फर्मेसन चाहिरहेको छ भने हेल्पफुल हुन्छ भनेर चाहिँ मैले बनाएको हो। सो सिम्पल कुरा, यदि तपाईँ पढ्न चाहनुहुन्छ भने स्विडेन आउनु, स्पेसली टेक्नोलोजीसँग रिलेटेड, इन्भाइरोमेन्टसँग रिलेटेड होइन हो भने चाहिँ होइन। यदि तपाईँ पैसा कमाउन आउनु चाहनुहुन्छ भने स्विडेन नआउनुहोस्, धेरै टाइम लाग्छ तपाईँलाई यहाँ सेटल हुनलाई 7-8 वर्ष लाग्छ। सो प्लिज नोट इट। अनि आई होप मलाई भन्नुपर्ने यति नै छ होइन, तपाईँहरूलाई चाहिँ दिनुपर्ने इन्फर्मेसनहरू यति नै छ होइन। सो तपाईँलाई अझै केही कन्फ्युज हुन्छ भने तपाईँले कमेन्टमा चाहिँ सोध्न सक्नुहुन्छ होइन। अनि अघि मैले भनिहालेँ नि, कन्सल्टेन्सीबाट भन्दा पनि आफैले अप्लाई गरेको राम्रो। बरु 2 दिन ध्यान दिएर रिसर्च गर्नुहोस्, आफैले अप्लाई गरेको राम्रो, सस्तो पर्छ, तपाईँले 1.5-2 लाख बचाउनुहुन्छ आफ्नो होइन। अलिकति तपाईँले अरू साथीभाइको पनि हेल्प लिनुपर्ने हुन्छ। सो आफ्नो नेटवर्किङ बढाउनुहोस्, अनलाइन प्लेटफर्म छँदैछ होइन, त्यसको प्रयोग गर्नुहोस् होइन, आफै एप्लाई गर्नुहोस् सकेसम्म चाहिँ है। टाइम कन्ज्युमिङ छ तर तपाईँको पैसा बचाउँछ। तर कन्सल्टेन्सीको थ्रुबाट गर्नुभयो भने तपाईँले आफूले भनेको टपिक पनि लिँदैन क्या। कतिपय कन्सल्टेन्सीले त आफूलाई जानु मन लागेको छ गोथेनबर्ग, अनि उनीहरूले अप्लाई गरिदिन्छ अरू सिटीमा, अरू गाउँहरूमा होइन। अनि आफूलाई जानु मन लागेको, आफूलाई चाहिँ अर्को एउटा युनिभर्सिटी पढ्न मन लागेको हुन्छ, अर्को युनिभर्सिटी राखिदिन्छ। आफूलाई चाहिँ एउटा सब्जेक्ट पढ्न मन लागिरहेको हुन्छ, उनीहरूले अर्कै सब्जेक्ट राख्छ। उनीहरूको सजिलोको हिसाबले चाहिँ उनीहरूले एप्लाई गरिदिन्छ क्या। अनि एप्लाई गर्दाखेरि एटलिस्ट पनि 2-3 ठाउँमा चाहिँ एडमिसन गर्नुहोस्, एउटै प्राइसले चाहिँ तपाईँले कभर गर्छ होइन। त्यही भएको कारणले देयर इज नो प्रब्लम। एटलिस्ट पनि 2-3 युनिभर्सिटी तपाईँले एप्लाई गर्न सक्नुहुन्छ एउटा एडमिसन फीले गर्दाखेरि है। सो थ्याङ्क यू एभ्रिवान। यति नै छ मेरो भिडियो। इन्फर्मेटिभ लाग्यो भने लाइक गर्नु होला। बाई बाई।